नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आज मैले साह्रै राम्रो आकर्षक 2.5 तले नयाँ घर लिएर आएको छु। काठमाडौँ कागेश्वरी मनहरा थली गजरकोटमा रहेको छ। किनानामा बनेको 12x12 पिलर भएको हालसालै फिनिसिङ हुँदै गरेको नयाँ घर रहेको छ भने यो घरमा यहाँहरूले जम्मा 11वटा रुम पाउन सक्नुहुनेछ। तीनटै फ्ल्याटमा यहाँहरूले किचन रुम पाउन सक्नुहुनेछ भने बत्ती कलर, लाइटिङ, कलरिङ साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको घर रहेको छ। यो घरको बाटो चाहिँ यहाँहरूले 10-12 फिटी बाटोको एक्सेस पाउन सक्नुहुनेछ भने पश्चिम उत्तर मोडा गरेको नयाँ घर रहेको छ। अन्तिमसम्म भिडियो हेरेर यहाँहरूले साथ दिनुहोला। यो घरको मूल्य, कन्ट्याक्ट नम्बर अन्तिममा राखिदिने छु। आउनुहोस् अब म तपाईँहरूलाई यो घरको भित्रको रुमहरूको दृश्य देखाउन गइरहेका छौँ। तपाईँले दृश्यमा देख्न सक्नुहुनेछ 3 आनामा बनेको 2.5 तले यो मेरो पछाडि भएको नयाँ घर रहेको छ भने टाइलहरू टालेर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने झ्यालढाको यहाँहरूले काठकै प्रयोग भएको पाउन सक्नुहुनेछ। यो स्लाइडिङ गेट रहेको छ। बाहिरपट्टि ढुङ्गाहरू टालेर राम्रो डिजाइनमा बनेको घर रहेको छ भने आउनुहोस् भित्र हेर। यो ढोकाबाट छिर्ने बित्तिकै यहाँले पार्किङ स्पेस पाउन सक्नुहुनेछ भने पार्किङ स्थलमा पनि राम्रो खालको टाइलहरू बिछाएर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो साइडमा पनि यहाँहरूले पानीको बोरिङ प्लस एउटा धारा राखेको पाउन सक्नुहुनेछ भने यो साइडमा पनि यहाँहरूले 7-8 बाइक मजाले पार्किङ गर्न सक्नुहुनेछ भने यो साइडमा चाहिँ यहाँले एउटा गाडी पार्क गर्न सक्नुहुनेछ। हालसालै बन्दै गरेको फिनिसिङ हुन लागेको नयाँ घर रहेको छ भने यो भर्याङ मुनि यहाँहरूले 13-14 हजार लिटरको रिजर्भ ट्याङ्की पाउन सक्नुहुनेछ भने यो मुनिको फ्ल्यारमा यहाँहरूले सेम माथिको जस्तै डिजाइन रहेको छ। सिधै म तपाईँहरूलाई माथि देखाउने छु। मुनि यहाँहरूले एउटा लिभिङ रुम, 2टा बेडरुम, एउटा किचन रुम प्लस यहाँहरूले एउटा कमन टोयलेट बाथरुम पाउन सक्नुहुनेछ। यो भर्याङमा पनि राम्रो खालको ग्रेनाइटहरू लगाएर बनेको पाउन सक्नुहुनेछ भने सेफ्टीको लागि यहाँहरूले स्टिल रेलिङ पाउन सक्नुहुनेछ। यो फर्स्ट फ्लोर रहेको छ। आउनुहोस् अब म तपाईँहरूलाई भित्रको दृश्य देखाउन गइरहेका छौँ। झ्याल ढोकाहरू लगाउन बाँकी रहेको छ भने झ्यालमा सिसाहरू, ग्रिलहरू लगाउन बाँकी रहेको छ। झ्याल ढोका यहाँहरूले काठकै प्रयोग भएको पाउन सक्नुहुन्छ भने यो फराकिलो लिभिङ रुम पाउन सक्नुहुन्छ। यहाँहरूले एक साइडमा पिङ्क कलर, यो साइडपट्टि यहाँहरूले लाइट ग्रिन कलर लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने यो लिभिङ रुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई यो पश्चिम उत्तर साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुममा पनि यहाँहरूले 2टा झ्याल राखेर निकै नै उज्यालो रुम पाउन सक्नुहुनेछ भने एक साइडमा यहाँहरूले पिङ्क कलर प्लस यहाँहरूले लाइट ग्रिन कलर लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो बेडरुम पनि तपाईँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँहरूलाई यो पूर्वी दक्षिण साइडपट्टिको किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। यो किचन रुम फराकिलो नै पाउन सक्नुहुनेछ भने यो किचन सेलमा पनि राम्रो खालको ग्रेनाइट टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ भने मुनिको र्याकहरू चाहिँ फिट गर्न बाँकी रहेको छ। घरधनीले फिट गरेर दिने बताउनु भएको छ भने यो किचन रुमबाट बाहिर यतापट्टि साइडबाट झ्याल राखेको पाउन सक्नुहुनेछ भने यो किचन रुम पनि तपाईँहरूले दृश्यमा देख्न सक्नुहुनेछ। निकै नै फराकिलो रहेको छ। अब म तपाईँहरूलाई यो पूर्वी उत्तर साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम फराकिलो नै पाउन सक्नुहुनेछ भने यतापट्टि यहाँले काठकै झ्याल राखेको पाउन सक्नुहुनेछ। प्रत्येक रुममा यहाँहरूले एक साइडमा पिङ्क कलर, एक साइडमा लाइट ग्रिन कलर लगाएर राम्रो डिजाइन बनेको पाउन सक्नुहुनेछ भने माथि सिलिङमा चाहिँ यहाँले व्हाइट कलर लगाएको पाउन सक्नुहुनेछ। हालसालै बन्दै गरेको नयाँ घर रहेको छ। यो साइडमा यहाँहरूले एउटा कमन टोयलेट बाथरुम पाउन सक्नुहुनेछ भने धाराको सामानहरू चाहिँ फिट गर्न बाँकी रहेको छ। राम्रो खालको टाइलहरू युज गरेर बनेको यहाँहरूले पाउन सक्नुहुनेछ। सेम यो फ्लोर जस्तै मुनिको फ्लोरमा पनि यहाँहरूले एउटा किचन रुम, 2टा बेडरुम, एउटा सेम यो साइजकै लिभिङ रुम पाउन सक्नुहुनेछ। यहाँहरूले यो फ्ल्याट र मुनिको फ्ल्याट भाडामा लगाउन सक्नुहुनेछ भने माथि टपमा पनि किचन रुम बनाएको पाउन सक्नुहुनेछ। अन्तिमसम्म भिडियो हेर्नु होला। माथि टप फ्लोरको दृश्य पनि यहाँहरूलाई हामी देखाउनेछौँ। आउनुहोस् माथि हेरौँ। यदि तपाईँहरू कागेश्वरी मनहरा थलीतिर राम्रो खालको हालसालै बन्दै गरेको नयाँ घरको खोजी हुनुहुन्छ भने यो घर फिनिसिङ हुँदै गरेको नयाँ घर रहेको छ। एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। यो भर्याङ छोप्ने ठाउँमा चाहिँ यहाँहरूले पूजा कोठा अथवा स्टोर रुम बनाउन सक्नुहुनेछ भने आउनुहोस् अब म तपाईँहरूलाई भित्र रुमको दृश्य देखाउन गइरहेका छौँ। ढोका पनि राम्रो खालको काठको बनेको यहाँहरूले पाउन सक्नुहुनेछ भने बलियो डिजाइनको ढोकाहरू लगाएको पाउन सक्नुहुनेछ भने यो ढोकाबाट छिर्ने बित्तिकै यहाँहरूले लिभिङ रुम पाउन सक्नुहुनेछ भने माथि फल सिलिङ, बत्ती कलर लाइटहरू राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने एक साइडमा यहाँहरूले सिटी पेन्टिङ गरेको पाउन सक्नुहुनेछ। यो साइड पनि यहाँहरूले झ्याल राखेको पाउन सक्नुहुनेछ भने यतापट्टि साइडमा पनि यहाँहरूले झ्याल राखेको पाउन सक्नुहुन्छ। निकै नै उज्यालो रुमहरू रहेको छ। एक साइडमा यहाँहरूले 3D पेन्टिङ प्लस यहाँहरूले लाइट ग्रिन कलर लगाएर बनेको पाउन सक्नुहुनेछ भने यो लिभिङ रुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँहरूलाई यो पूर्वी दक्षिण साइडपट्टिको किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। यो किचन रुम पनि यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने यो किचन रुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने यतापट्टि यहाँहरूले डाइनिङ सेट प्लस लोबेटहरू राखेर पनि केही खुला स्पेस पाउन सक्नुहुनेछ भने यो किचन सेटअपमा
राम्रो खालको ग्रेनाइट टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुन्छ भने यो मुनिको र्याकहरू चाहिँ लगाउन बाँकी रहेको छ, लगाएर दिने घरधनीले बताउनु भएको छ भने तलको जस्तै एक साइडमा यहाँहरूले पिङ्क कलर प्लस यहाँहरूले लाइट ग्रिन कलर लगाएर बनेको पाउन सक्नुहुनेछ। अब म तपाईँलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुममा यहाँहरूले राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने कम्बोर्ड फिट गरेर बनेको पाउन सक्नुहुनेछ। बाँकी नै रहेको छ फिनिसिङ हुनलाई। उत्तर पूर्वी साइडपट्टि एउटा बेडरुम पाउन सक्नुहुन्छ। यहाँहरूले राम्रो खालको कलरहरू लगाएर काठकै झ्यालहरू लगाएर बनेको पाउन सक्नुहुन्छ भने एक साइडमा यहाँहरूले लाइट ग्रिन कलर, एक साइडमा यहाँहरूले लाइट पिङ्क कलर लगाएर बनेको पाउन सक्नुहुनेछ भने यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरेर साथै छेउमै आउने बेलायकन थिचेर हलमा क्लिक गर्न नभुल्नु होला। बाहिरपट्टि यहाँहरूले कौसी पाउन सक्नुहुनेछ भने कौसीमा पनि राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने माथि छतमा जानको लागि चाहिँ यहाँहरूले तेर्सो खालको घुम्ने खालको भर्याङ पाउन सक्नुहुनेछ भने माथि 1000 लिटरको 2वटा ट्याङ्की पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई पूर्ण जानकारी दिन गइरहेका छौँ। काठमाडौँ कागेश्वरी मनहरा थली गजरकोटमा रहेको छ भने 3 आनामा बनेको 12x12 पिलर भएको हालसालै फिनिसिङ हुँदै गरेको नयाँ घर रहेको छ भने यो घरमा यहाँहरूले जम्मा 11वटा रुम पाउन सक्नुहुन्छ भने 3टै फ्ल्याटमा यहाँहरूले किचन रुम पाउन सक्नुहुनेछ। मुनिको 2 फ्ल्याट भाडामा दिएर माथिल्लो टप फ्लोरमा आफू बस्न सक्नुहुनेछ भने बत्ती कलर लाइटिङ राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने झ्याल ढोका यहाँहरूले काठकै प्रयोग भएको पाउन सक्नुहुनेछ। खानेपानी बिजुली बत्ती ढल्नेका साथ सम्पूर्ण सुविधा यहाँले पाउन सक्नुहुनेछ भने स्कुल कलेज हस्पिटल यातायात सुविधा यहाँले एकदमै नजिक पाउन सक्नुहुनेछ। यदि तपाईँहरूलाई पैसा पुगेन भने यो घरमा यहाँहरूले ब्याङ्किङको पनि सुविधा पाउन सक्नुहुनेछ भने घरधनीले बताएअनुसार यो घरको मूल्य 2 करोड 60 लाख बताउनु भएको छ भने यहाँहरूले तु पास गर्नुभयो भने मूल्यमा पनि तपाईँहरूकै भाउमा मिलाएर दिने बताउनु भएको छ। स्क्रिनमा दिएको नम्बरमा यहाँले कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ भने हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरूले साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला, लाइक र सब्सक्राइब पनि गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। पुनः हामी अर्को भिडियो ल्याएर उपस्थित हुनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।